देश युवाहरूले नै बनाउँछ। यो नयाँ नेपाल हामीले हेर्छौं, यो नयाँ सोच, नयाँ देश जुन चाहिँ हामीले कल्पना गरेछौं नि, बच्चादेखि हामीले देश राम्रो हुन्छ होला भनेर हामीले सोचेको थियौं नि, विदेश जानु पर्दैन भनेर हामीले सोचेको थियौं नि। अबदेखि यो अस्ट्रेलियाका भिजामा हान्नु नपरोस्, अमेरिकाको भिजा हान्नु नपरोस्, नर्सहरूले नि बाहिर जानु नपरोस्। आमा बुवाले आँसु झार्दै एयरपोर्टमा गएर आँसु बगाउँदै आफ्नो छोरालाई छोरीलाई पठाउनु नपरोस्। आफ्नै देशमा बस्ने हो, आफ्नै देशमा गर्ने हो, आफ्नै देश बनाउने हो हामीले। त्यसको लागि तपाईहरु सबैजनालाई थ्यांक यू सो मच, धेरै धेरै धन्यवाद छ। हजुर आमा बुवादेखि लिएर सम्पूर्ण नेपाली जनता जसले यो जेनजी पुस्तालाई साथ दिनुभयो, विश्वास गर्नुभयो, आफ्नो छोरामाथि आफ्नो छोरीमाथि सानो सानो बालबालिकाहरूलाई विश्वास गर्नुभयो। हजुर सम्पूर्ण नेपाली वासीहरू, नेपाली जनताहरू, नेपाली देश विदेशमा राख्नुभएका सबैजना धन्यवाद। सबैजना हामीलाई के भनिएन, हामीलाई आतंककारीले एजेन्ट हामीलाई के मात्र भनेन, यिनीहरूले देश बेचुवा दलाल देशकै होइन पनि भन्न पाए है, देशकै होइन भनेर भन्न पायो। 36 सालदेखि राज गरिरहेको छ उनीहरूले, गएर जे सन्धिहरू गरे, इन्डियामा गर्यो, अरू ठाउँहरूमा गर्यो। देश बेच्यो हामी, महाकाली गएर बेच्दियो, देश बेच्यो हामी, गएर कमिसन खोर गरेर के मात्र काण्ड गरेन यिनीहरूले, दलाल हामी। हामी अबको पुस्ताहरू, अबको युवाहरू र अबको जनताहरू हामी सचेत भइसकेका छौं। अब यो देश यो भ्रष्टाचारीहरूको देश होइन, यो नेपालीको देश हो। हरेक नेपाली, तपाईँ हामी जस्तो साधारण नेपालीको आवाज हो यो। अब आउने देश, अब आउने स्विजरल्यान्ड हुँदैन, अब आउने देश नेपाल मात्र हुन्छ। धेरै धेरै धन्यवाद। म त्यति भाषण त दिन आउँदैन, यो मेरो मनको कुरा मात्र हो। धेरै पीडा भोगे, आफ्नो भाइ बहिनीहरू विदेश गएको टाइममा धेरै दुःख देखे, हरेक ठाउँमा अस्पतालमा भ्रष्टाचार देखे, हरेक ठाउँमा दुःख देखे। कहीँ पुल बनाएको छैन, कहीँ तपाईँको अहिले कमला पुलको हालत हेर्नु, 15 वर्षदेखि स्कुलमा विद्यार्थी छैनन्। तपाईहरुलाई